हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ साथीहरू? अनि आज चाहिँ मेरो 2 दिनको लागि ढोका बन्द हुने छैन मेरो कोठाको चाहिँ। अनि किन बन्द होला, कहाँ जान लागेको बाबु तिमी भन्नु होला हैन। म चाहिँ काहीँ होइन। अनि वेलकम ब्याक टु माई न्यू च्यानल, न्यू थर्ड भ्लग है। हजुरलाई न्यू च्यानल न्यू भ्लगमा स्वागत छ हजुरलाई। आज चाहिँ हामी हाम्रो मिनमेली हैन लेखमा चाहिँ 100वटा ओखरको बुट्टा लाउन जाँदैछौँ हाम्रो ठुलो गएको चाहिँ हैन। अनि थोरै अनि त्यहाँबाट पैसा आएको पैसाले पनि म केही कि गोप्रो कि हैन ड्रोन किन्ने छु हैन। हजुरहरूले सपोर्ट गरिदिनु होला थोरै सक्नुहुन्छ भने चाहिँ। 2 दिनको लागि ढोका बन्द भइसकेको छ चाहिँ। अब उताबाट अङ्कलले दाइ आउँदै हुन्छ। यहाँदेखि हामी अटोमा चढेर जान्छौँ। के हुन्छ म देखाउँदै रहन्छु। हामीले हैन बोट बिरुवा लगाउनु पर्छ हैन। त्यो कारणले चाहिँ म अब गइसकेको छु हैन। हेर्दै रहनु होला। ल गाइस, अब टिम आइसक्यो हैन। जाने अब केरी जाने म सल्लाह गर्छु। हिँडिकिन जाने दाइ? फाइनल साथीहरू हामीहरू त्यहाँदेखि हिँडेर आइसक्यो होइन। अटोमा आउने भन्यो तर अटो पछि आयो कि हामी यहाँ पुगिसक्यो भाइ। ठिक छ, फाइनली बजार पुग्यो होइन। हामी फाइनल गाइज बजार पुगिसक्यो है। अब ट्याक हेर्नुहोस् कालीकोटको होइन भ्यूहरू तल चाहिँ गाउँ देखाउँछु मैले। गाइज ओखरको बुट्टा है, यही हो हामीले लाउने चाहिँ 100वटा पिस। चेन्ज मानव बजार पुरै भयो। गाई चुगाल लागिरह्यो हामी त। मानव बजार सुनसान छ गाइस। आज शनिबारको दिन रहेछ। अनि तर पनि मान्छेको जनसङ्ख्या चाहिँ 100बाट 5% मात्र छ कालीकोटमा है। गाइज अब हामी जङ्गलमा आइसक्यो। कस्तो सुन्दर नेचुरल ब्युटी होइन। हाम्रो बाल मजा आइरहेको अहिले चाहिँ। चामल बोकेर होइन 7 केजी चामल। अनि हाम्रो गुलेली हाल्दा फाइनल साथीहरू होइन बुट्टा बाँड्ने होइन गरुङ्गो भयो कि एउटाले बोक्दा फेरि। अनि त्यो कारण हामी होइन आधा आधा गरेर सबले दिन्छौँ। 100 बुट्टामा 25 होइन हामीहरू। गाई अब बुट्टा होइन आफ्नो 25 बुट्टा बोकेर हिँड्या। गाई चाहिँ लाली गुराँसको रुख कस्तो राम्रो हेर्न सक्नुहुन्छ। अनि एउटा त्यहाँ पनि रहेको छ होइन। एकदम मजा आइरहेन हिँड्नलाई। अहिले त थोरै भोक लागिसक्यो। के दिन्छन् केटाहरूले खानुपर्छ त्यही होइन। एकदम सुन्दर नेचुरल प्राकृतिक होइन। चराहरूको आवाजसँगै एकदम मजा आइरहेको हिँड्नलाई। केटाहरू अगाडि हिँडिरहन्।